हेलो गाइज, स्वागत छ मेरो मिनी ब्लगमा। के छ, सन्चै हुनुहुन्छ? हामी चाहिँ आज बाहिरको लागि हिँडिरहेको घुम्न। अनि मेरो लेस फुक्योले बाँधिदिए। एकदम चिसो रहेछ बाहिर, फेरि थाहै थिएन, ख्यालै गरेन, म मोबाइल हेरेन। अनि यो चाहिँ के हो मलाई थाहा छैन, तर कस्तो क्युट लाग्छ। खाना खाँदै थियो अनि यो पार्कतिर रमाउँदैछौँ। भ्यालेन्टाइन डेमा कहीँ जान पाएन भने जाऊँ न, थाहा छ भनेर यसो हामी बाहिर निक्लेको किनकि त्यति बेला हाम्रो काम थियो। अनि छुट्टी नभएपछि त्यस्तै त हो नि, विदेश भन्ने ठाउँमा अनि जाऊँ कतै रमाऊँ भन्ने पनि मिलेन, बिदा पनि नमिल्ने, अनि त्यस्तै भएको थियो। अनि यति गएपछि हामी दुईजनालाई केही चाहिँदैन, एकछिन रमाइलो गरौँ, फ्रेस भइन्छ भनेर हिँड्यौँ। अनि उसले मलाई प्रपोज गर्दै नाटक गरे, हेर्नु न। भ्यालेन्टाइन डेको चाहिँ आज अरे क्या, उसले चाहिँ मलाई भ्यालेन्टाइन डे स्पेसल फिल गराइसकेको पहिल्यै होइन। अनि आजलाई चाहिँ भिडियो यति, सबैजनाले माया गरिदिनु होला, बाई।